परमेश्वर बुवालाई एकदम धन्यवाद। परमेश्वरको महिमा भएको होस्। फेरि पनि तपाईहरुलाई जय मसीह नमस्ते। फेरि पनि आज मैले तपाईहरुको अगाडि इम्पोर्टेन्ट वचन र जीवित र क्रियाशील इम्पोर्टेन्ट छ जुन वचन पनि है, त्यसै कारणले मैले इम्पोर्टेन्ट भएर शब्द प्रयोग गरेको छु। परमेश्वरलाई एकदम धन्यवाद भएको छ। धर्मशास्त्र रोमी 10 अध्यायको 4 पदमा यसरी लेखिएको छ, किनभने विश्वास गर्ने धर्मी ठहरियोस् भनेर ख्रीष्ट नै व्यवस्थाको अन्त्य हुनुहुन्छ। आमेन। परमेश्वरले एकदम धन्यवाद भएको छ। बलिदिन कुरालाई चाहिँ परमेश्वरले समाप्त गर्नुभयो र उहाँ नै व्यवस्थाको अन्त्य गरेर हामीलाई बचाउनु भएको छ। त्यसै कारणले तपाईहरु विश्वास गरेर आफ्नो बचाउनुहोस्, किनकि समय नजिकै छ। आमेन।